झुक्कायो भने एकदम लखट्नु है बाहिर बाहिर टिमुरको बाजालाई सबै गाउँ गाउँ झुक्काएर मारे यहाँ झुक्कायो भने सबै गएर लखटिदिनु होला टिमुरको बाजालाई। गर्नुभएको थियो मिलन पुन्ज्यूले पुरस्कार वितरणतर्फ गइरहेछौँ। मगर सङ्घ अमेरिका केन्द्रीय अध्यक्ष तथा यस समाजका सल्लाहकार यामपुन मगरज्यूलाई साँच्चीकै हिजोदेखि जब यो समाजको परिकल्पना भयो उहाँहरूले एकदमै ठुलो योगदान छ। यामपुन मगर भविन्द्र शेरपुन्डाज्यू लगायत सम्पूर्ण सल्लाहकार एवं सम्पूर्ण आदरणीय समाजसेवीहरूको जब यस समाज स्थापना गर्ने परिकल्पना भयो तब त्यतिखेर थोरै मान्छेहरूको जमघट थियो र आज यतिकोसम्म हुन सफल भएको छ। मात्र हामी चाहिँ उहाँहरूले गरेको उहाँहरूले देखाएको बाटोलाई चाहिँ हामीले एउटा इँटा थप्ने काम गरिरहेका छौँ। त्यसको लागि उहाँहरू जस्तो समाजसेवीहरूलाई हामी के पनि दिन सक्छौँ र यस समाजदेखि हार्दिक हार्दिक धन्यवाद दिँदै हामी अहिले चाहिँ समर पिकनिक 2025 मा हामी रमाइलो गर्न आएका हौँ र रमाइलो गर्नुपर्छ। सुरु बेनीको बजरा जता माया उत नजर किरे मेरे जाले रुमाला बजरा जता माया उत नजर किरे मेरे जाले रुमाला बेनीको बजरा जता माया उत नजर किरे मेरे जाले रुमाला। अब तपाईहरुकै हाम्रै म्याग्दी जिल्लाको टिकटकको बादशाह के अरे टिमुरके बाजे आउनु भएको छ। यहाँ कसैले झुक्कायो भने एकदम लखट्नु है बाहिर बाहिर टिमुरके बाजेलाई सबै गाउँ गाउँ झुक्काएर मारे यहाँ झुक्कायो भने सबै गएर लखटिदिनु होला टिमुरके बाजेलाई। यहाँ त पुग्नै छ कस्तो
कृपया यहाँ आइदिनु होला सन्नी साइड लेडिज ग्रुप प्लिज ल सन्नी साइडको आमा टोलीहरू उस साइडका आमा टोलीहरू एल्मसका आमा टोलीहरू कृपया यहाँ आफ्नो कला देखाइदिनु होला नाममै नलेखालु म चाहिँ अब ल जेनी दिदी तपाईँ त्यो टोली उठाएर आउनु पर्यो कृपया के ल ल ल तान्यो तान्यो ल ल जेनी दिदी तपाईँले चाहिँ सन्नी साइडको रिप्रेजेन्ट गर्दै सबै लिएर आउनुपर्ने हो ल उस साइडको पनि है कृपया वर्ष दिनमा एक्चुअली नाटन के गाह्रो भएको दिदीबहिनी आउनुहोस् आउनुहोस् तपाईँहरूकै लागि भनेर हिजो मायाले पार्यो राना ल दिदीबहिनीहरू ल है त ल दिदीबहिनीहरू हो कृपया ल सन्नी साइडको दिदीबहिनीहरूले चाहिँ स्टार्टिङ गरिसक्नु है र उहाँलाई पनि अन्यले पनि साथ दिनु होला ल हङकङबाट आउनुभएका दिदीहरू उहाँलाई हाम्रो चाहिँ न्युयोर्कमा स्वागत सँगसँगै हङकङको कला पनि देखाउनु होला हामी तपाईँहरूको ल है ल यो टान्ने घुचट्ने काम नगरौँ स्याट्टा नाचौँ त र अटक्षीज्यूलाई पनि लानु होला निबाट पनि लानु होला दिदी निबाट पनि टार्नु र सल्लाहकारज्यूहरू कृपया नाचेर सल्लाहकारज्यूहरू ब्यासमा आसीन सम्पूर्ण अतिथिज्यूहरू यहाँहरू अनिवार्य नाचिनु होला हाम्रो संस्थापक अध्यक्षज्यू ल दिदीबहिनीहरू ल व्यक्तिको मान्छेहरूले कला देखाउनु पर्यो है उठेपछि यो अघि खाएको एपिटाइजरलाई पचाएर फेरि सेकेन्ड चरणमा हामी चाहिँ खानुपर्ने हुन्छ ल है त ल र बाजा नानीलाई बाजा हामी अहिलेसँग अहिले बेलुका डिजे बन्छ त्यसको लागि चाहिँ तपाईँहरू चाहिँ डिजे Hello. ल है ल दिदीबहिनीहरू ल वर्ष दिनको चाड जस्तै है हाम्रो लागि ल म्याग्निक मान्छेले चाहिँ बाजामा नाचेर चाहिँ कला देखाउनै पर्ने होला उठ्यो बस्यो मिठो कुरा भन्नुभयो र आज यस म्याग्दी समाज न्युयोर्कको वार्षिक
वनभोज कार्यक्रममा उपस्थित डेस्कमा आसीन पदाधिकारीजीहरू, निवर्तमान अध्यक्षजीहरू, सल्लाहकारजीहरू, विभिन्न सङ्घ संस्थाबाट आएका अतिथिगणहरू, यस समाजका आजीवन सदस्यहरू, साधारण सदस्यहरू र सम्पूर्ण म्याग्दिली र गैर म्याग्दिली दाजुभाइ दिदीबहिनीहरू र साना नानी बाबुहरूमा नमस्कार एवं न्यानो माया टुक्राउन चाहे। हामी म्याग्दीघर भई न्युयोर्क राज्यको र आसपासका क्षेत्रमा बसोबास गर्ने म्याग्दिलीहरूलाई सङ्गठित गरेर मानवीय र सामाजिक कार्य गर्ने हेतु 2013 मा यस सामाजिक हाम्रो म्याग्दी समाज न्युयोर्क युएसए इनको हाम्रो अग्रजहरूले स्थापना गरेका थिए र वार्षिक रूपमा त्यसपछि वार्षिक रूपमा हामीले यो वनभोज कार्यक्रम गर्दै आएका छौँ र आज 2025 को यस वार्षिक कार्यक्रमलाई सफल बनाउने हुने सम्पूर्ण म्याग्दिली गैर म्याग्दिली दाजुभाइ दिदीबहिनीहरूलाई सम्पूर्णलाई धन्यवाद। हाम्रो वार्षिक वनभोज कार्यक्रममा म्याग्दिलीहरूको सङ्ख्या न्यून हुन्थ्यो र आज यस्तो यहाँको उपस्थिति देख्दा साह्रै गर्व लाग्छ र केही नयाँ अनुहारहरू देख्दैछु र म उहाँहरूलाई हाम्रो मगर सङ्घ केन्द्रीय अध्यक्ष यामपुन मगरजीले भने जस्तो उहाँहरूलाई चाहिँ हाम्रो आजीवन सदस्यको सदस्यता लिएर समाजलाई अझ मजबुत बनाउनको लागि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र सदस्यता लिएर मलाई के फाइदा हुन्छ भन्ने कुरोमा चाहिँ म के भन्न चाहन्छु भने समाजलाई हामीले आफ्नो समाजबाट के पाइन्छ भन्दा पनि समाजलाई हामीले कति सहयोग गर्न पाइन्छ, के सहयोग गर्न सकिन्छ भन्ने भावनाले अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा। किनकि यो हाम्रो एउटा नन प्रफिट अर्गनाइजेसन हो, नाफामूलक संस्था हो र यसले सामाजिक कार्य मानवीय कार्यहरू यहाँ मात्र नभएर नेपालमा पनि गर्दै आएको छ र हामीले समाजबाट सदस्यता आजीवन सदस्यता लिएर के फाइदा हुन्छ भन्ने कुरामा हामीले यो सबै कुराहरू विधानमा लेखेका छौँ र हाम्रो 2013 देखि 2024-25 सम्म सबै गतिविधिहरू हामीले एउटा लिपिबद्ध गरेर 2024 मा हाम्रो निवर्तमान अध्यक्ष श्री रमेश तुलाचन्दजीको अध्यक्षतामा एउटा हामीले स्मारिका निकालेका छौँ र त्यो सबै कुराहरू हाम्रो वेबसाइट म्याग्दी समाज न्युयोर्क USA.org मा गुगल गरेर सर्च गर्नु सक्नुहुनेछ। हाम्रो सबै गतिविधिहरू र सदस्यता लिएपछि हामीलाई के फाइदा हुन्छ, के गर्न सकिन्छ, दुःख पर्दा के कस्तो सहयोग गर्न सक्छ समाजले भन्ने कुराहरू सबै हामीले लिपिबद्ध गरेर त्यहाँ हामीले आफ्नो वेबसाइटमा राखेका छौँ। हजुरहरूले समय मिल्दा यसो गुगल गरेर सर्च सक्नुहुनेछ र आज यो वनभोज कार्यक्रम मात्र नभएर यो हाम्रो एउटा पारिवारिक भेटघाट पनि हो र आशा छ हजुरहरू यस पारिवारिक भेटघाटमा रमाउनको लागि आएको हौँ र रमाइलो गरेर जानेछौँ भन्ने मलाई पूर्ण आशा छ र अब काम गर्दै जाँदा कमी कमजोरी हुन्छन् र त्यसकारण हजुरहरूको सल्लाह सुझावलाई आत्मसात गर्दै हामीले के कमी कमजोरी हुन्छ भने हामीलाई भन्नुहोला। अर्को वर्ष हामी त्यो कमी कमजोरीलाई पुरा गर्नेछौँ र आजको जो यो कार्यक्रम अलि ढिला सुरु भयो त्यसका लागि हामी माफी चाहन्छौँ र यस वनभोज कार्यक्रमलाई सफल बनाउने हुने सम्पूर्ण सहयोगी स्पोन्सर गर्नेहरू सबै साथीभाइहरूलाई धेरै धेरै धन्यवाद र यो हाम्रो हजुरहरूको मनोरञ्जनको लागि पञ्चेबाजा टोली मिठाई
चन्द्र प्लिज है तपाईँहरू क्या बस्नु है प्लिज खेलाडीहरू यसो थोरै अनुशासन पालन पनि गरौँ एकछिन 2-4 मिनट हामीलाई पनि सजिलो हुन्छ खेलाडी लिएर बस्नु ल चन्द्र ओके go fall on Hagenapun Devistan wah 13 nomor हुनुहुन्छ र अहिलेसम्म हाम्रो आनन्द रोगाको चाहिँ हाइजेसमा छ एकजना फसौ खगेन्द्रपुर अहिले सेकेन्ड नेक्स्ट प्लिज जगतपुर जगत निस्कटको जग्गामा जगतपुर निस्कट है त र सिटी अनुसार खेल्नु होला ल पनि पछिबाट 13 नम्बर आउनुभयो सबिन पछि बराबरैली Sabinpur lah Tara Baraili Ayo चाहिँ भयो तपाईहरुको एउटा बढी केही भएन ल है अर्चनबाट मलाई है टोन फुलवार छेउछाउबाट यसो गरे सुरेन्द्रपुर जोडिसके तर लास्ट एउटा पनि है अरु के भन्दा माथि प्रब्लम पाइन्छ है ल है ल वाला चाहिँ यो सालको चाहिँ ल अरे बलिस्तार बलियो मान्छे हैन हेलो आयो यो मिलन पुन्जु तपाईको स्पोन्सर यहाँ लेखिदिनु होला नेक्स्ट इयर चाहिँ अवश्य आउनु होला लास्ट इयरको चाहिँ टलिन्छ होला फेरि नेक्स्ट इयर शिल्प चाहिँ आउनु होला र पार्वती न्युटा अहिले साथ लिँदै भगवती छोलमाया शिल्पा यहाँ शिल्पा सरिता एउटा ल तपाईलाई बधाई छ तपाई पहिलो चोटि
ल सुरु ल अगाडि बढाइछ है अब उल्टा बढा सेकेन्ड है विजय ज्यू ल हामीसँग 4 जना हुनुहुन्छ है ल अब चाहिँ रियल है अब चाहिँ आउट हुनुपर्छ कुनै हैन है फेरि ए गोरे आयो ल गोरे डाटा आइज ल नानीहरु पनि टक्कैसम्म नआउने नानी अब त्यसपछि हामी स्याहार्दैन है तपाईहरु नानीहरु एकचोटि स्याहार्छ रोहित ए हैन है ल हैन फाल्न पाइन्छ है बस है Six. 36 है नाम फेरि है 036 नोभा थापा ओ माई गड यो युके गर्नु पुरस्कार युके गइरहेछ सायद नातिनीलाई चाहिँ एप्पल वाच राम्रो हुन्न ल नदिउँ होला ल उहाँलाई बढाइ छ नोभा थापा नम्बर छ 036 धन्नै र 036 यहाँ बस्दिनु होला तपाईँ पनि र हामी चाहिँ पहिलो आजको तल फर्स्ट प्राइज र एउटा चिज आइदिनु होला र के होला त ल हेर्नुस् त ल भन्नुस् त फर्स्ट प्राइज लास्ट नम्बर 2 त्योभन्दा अगाडिको 3 र त्योभन्दा अगाडिको 2 2 3 2 ल है चेक गर्नु है 2 3 2 यस वर्षको विनर हुनुहुन्छ 2 3 2 र फर्स्ट प्राइज आइप्याड हैन यो के हो यहाँ समाजै बस्ने हो त नन्दुपुन तर 2 3 2 र यो चाहिँ यही जफरवाला छ है हैन 2 3 2 ल कसैले चिने जानेको हो भने र यो सँगसँगै हामी तपाईहरुलाई चाहिँ यसलाई चाहिँ एकछिन होलमा राख्ने छौं र उहाँ दुई जना मात्रै फोटो खिच्न बिदा गरिदिनु होला दाइ उता गएको त ल विनरसँग यो नन्दुपुन उहाँको अर्धकट्टी आयो भने हामीले उहाँलाई चाहिँ हामीले यो प्राइज दिनेछौँ ल त नेपालीमा भनिदिन्छ है 232 तपाईहरुले नबुझेछ नामलाई त नेपालीमा भन्न मिल्दैन 232 नन्दुपुन र हामी चाहिँ पुरस्कार वितरणतर्फ गइरहेछौँ म्युजिकल किड्सको चाहिँ म्युजिकल चेयरको किड्सको समीप शर्मा र
वुमेन्स म्युजिकल चेयरको र लठो महिला लठोको आइपड होइन आइप्याड होला आइप्याड उठ अलि पर ल उहाँलाई बढाइ छ नेक्स्ट इयर अलि धेरै किन्नु होला तपाईँलाई सबै फर्स्ट सेकेन्ड थर्डै पर्छ ल बढाइ छ नन्नु पुन्ज्यूलाई र हामी महिला लठो बबिता भण्डारी बबिता भण्डारी बबिता भण्डारी छन् आइदिनु होला र आज यो सालको महिला लठो जित्ने दिदीबहिनीहरू आउनुहुन्छ